रेलीमाई मुभीमा चाहिँ तपाईँको खलनायकको रूपमा प्रस्तुत भएको छु। खलनायक भन्नाले एउटा खलनायक तर हास्य व्यङ्ग्यात्मक रूपमा चाहिँ हामी प्रस्तुत भएको छौँ। खलनायकमा पनि तपाईँहरूले एउटा हाँसो मजाक तपाईँहरूले एउटा ओठमा हाँसो ल्याउने हिसाबको खलनायक लेख्न सक्नुहुन्छ। यो मुभी तपाईँहरूको लागि नै बनेको हो होइन। त्यही भएर तपाईँहरूले चाहिँ यो मुभीलाई माया गरिदिएर यो मुभी हेरिसकेपछि जसरी यसको नाम रेलीमाई छ त्यसरी नै तपाईँहरूकोले यो मुभी हेरेर निस्किसकेपछि तपाईँहरूले सबैजनाले दर्शकहरूले रेलीमाई भनेर नै निस्किनुहुन्छ भन्ने मलाई लाग्छ। त्यही भएर एकपटक यो मुभी हेरिसकेपछि तपाईँहरूले जज गरिदिनु होला भनेर म भन्न चाहन्छु तपाईँहरूलाई। हजुरको यो मुभी फर्स्ट डेब्यू हो? मेरो चाहिँ वास्तवमा भन्दाखेरि मेरो यो मुभीमा नै खलनायकको रूपमा मिडिया लाइनमा नै मेरो फर्स्ट डेब्यू हो। तर म चाहिँ एकदम भन्नुपर्दाखेरि फर्स्ट मुभीमा नै म यति धेरै खुसी छु नि, मैले आफूलाई पनि यस्तो हुन्छ भन्ने मैले कल्पना पनि गर्न सकेको थिइनँ। रेलीमाई जुन हिजो बिहानको हामी मर्निङ सो फर्स्ट सो हामी अष्टनारायणमा गयौँ, जहाँ अष्टनारायणमा हामी जाँदाखेरि चाहिँ तपाईँहरू हाम्रो बस्ने ठाउँ नपाएर हामी बाहिर बसेर हेर्दाखेरि मान्छे हिँड्ने त्यो सिँढीमा बसेर हाम्रो कलाकार सन्जोगजी, ऱ्यानजी होइन, अनि पूर्णिमा लामाज्यू उहाँहरू सबैजना हामी बाटोमा मान्छे हिँड्ने बाटोमा बसेर हिँड्दाखेरि त्यस्तो प्रतिक्रिया देखिसकेपछि हामी नयाँ आर्टिस्टलाई नयाँ तरिकाले पर्फर्म गर्दाखेरि पनि दर्शकहरूले यति धेरै माया दिनुभएकोमा, यति धेरै मन पराइदिनु भएकोमा हजुर दर्शकहरूलाई म भित्री मनदेखि हाम्रो रेलीमाई टिमले नै म धन्यवाद दिन चाहन्छु होइन। र त्यसपछिको प्रतिक्रियाको रूपमा हेर्ने हो भने हिजोको दिनमा मात्र हामी 4-5वटा हलमा घुम्यौँ, गङ्गामा घुम्यौँ, अष्टनारायणमा घुम्यौँ, गोपीकृष्णमा घुम्यौँ, बाराईमा घुम्यौँ, गोडमा घुम्यौँ। अनि त्यसले गर्दाखेरि चाहिँ यो मुभीमा चाहिँ एकदम राम्रो प्रतिक्रिया दिन प्रतिदिन बढिरहेको चाहिँ म भन्न चाहन्छु दर्शकहरूलाई। अहिले हेरेको अब भिडाउन सापा रेलीमाई चलचित्र एकदम अब सुपर स्टार नै हिट नै भएको जस्तो लाग्छ होइन? तपाईँलाई के छ अब जुन अब यो रेलीमाई लाग्नुभन्दा अगाडिको फिलिङ्स छ, अहिले जुन रेलीमाई चलचित्र लागिसकेपछि फिलिङ्स के छ तपाईँलाई? म चाहिँ के भन्न चाहन्छु भने अब दर्शकहरूले चाहिँ हामीलाई मन पराइदिने हो, हामीले गरेको कामलाई मन पराइदिने हो। हामी पनि हिजोको दिनसम्म दर्शक नै थियौँ, तर तपाईँहरू दर्शकहरूले मन पराइदिनु भएको हुनाले हामी चाहिँ आजको दिनमा आएर कलाकार भएको होइन। त्यही भएर म दर्शकहरूलाई मुभी कस्तो लाग्यो हजुरहरूलाई? उहाँ चाहिँ रेलीमाईको नायक र नायिका है। अनि हजुरहरूलाई मुभी कस्तो लाग्यो? राम्रो छ, कमेडी एकदम रमाइलो छ, लास्टमा अलिकति बाहिर निस्किनु है त, भित्रको मान्छेलाई पनि निस्किन दिनु। हजुरहरूले फोटोहरू लिँदाखेरि हुन्छ। रेलीमाई मुभी कस्तो लाग्यो? रेलीमाई भनिदिनु त सबैले एकपटक। साँच्चीकै रेलीमाई नै छ है। भित्र भएकोलाई पनि निक्लिन दिनु है। रेलीमाईको नायक र नायिका यहीँ हुनुहुन्छ, म पनि एउटा खलनायकको रूपमा छु यो फिल्ममा होइन। तपाईँहरूले माया गरिदिनु भयो भने फेरि अरू मुभीहरू पनि हामीले गर्छौँ होइन। अझै अगाडि आउनु है त सर, भित्रको मान्छेहरूलाई निक्लिन दिनु है। आउनु यतातिर आउँदा नि हुन्छ, हजुरहरू यता आउँदा पनि हुन्छ ल भित्रको मान्छेलाई निक्लिन दिनु है त। ल फेरि एकपटक सबैजनाले रेलीमाई भनिदिनु त।
ल सबैजनाले बाहिर गएर फेरि अरूहरूलाई पनि हेर्न पठाइदिनु ल हजुरहरूको मायाले नै हामीले फेरि अर्को रेलीमै बनाउन सक्छौँ होइन हाम्रो अब के गल्ती कमी कमजोर छ भने हाम्रो सल्लाह सुझाव दिन है हजुरहरूले माया दिनुभयो भने फेरि हामीले अर्को रेलीमै रिटर्न्स अथवा रेलीमै फेरि बनाउन सक्छौँ त्यही भएर है यो चाहिँ बुटोलमा सुटिङ भएको मुभी हो रेलीमै ल फेरि लास्टमा एकपटक रेलीमै भनिदिन्छ है